यो डाँडाबासको उन्ने चौर भन्ने ठाउँमा जाँदैछु। एकदम नेपालीहरूले घुम्नै पर्ने ठाउँ, एकदम पर्यटन क्षेत्र भएको ठाउँ हो यो उन्ने चौर। यस्तो बबाल बबाल भ्यू देखिन्छ कि त्यहाँनिरबाट। त्यो बबाल भ्यू चाहिँ हामी तपाईँलाई देखाउनेछौँ। यो भिडियो पुरैसम्म हेर्नु होला गाइज। अब यो सम्म बाटोबाट अब यो मास्तिर डाँडा उकालो चढ्ने क्रम सुरु भइसकेको छ। यहाँनिर यस्तो बबाल गाउँ देख्न सकिन्छ गाइज। यस्तो बबाल दृश्य आउँदैछ। अहिले डाँडाबासको चाहिँ उन्नी चौर भन्ने ठाउँमा जाँदैछौँ होइन। धेरै सुने हो, अहिले हामी पुगेरै आउँछौँ। एकदम यो उन्नी चौर चाहिँ थाकेको छैन है गाइज, थाकेको छैन है। क्रममा लाली गुराँसहरू पनि यसरी यो फुलेको देख्न सकिन्छ। अहिले चाहिँ सबै यो टिपेर बेचिसकेको रहेछ। भए पनि पुरै लाली गुराँस हुने ठाउँ हो यो। पछाडि हेर्न सकिन्छ यस्तो दामी दामी भ्यू, एकदम मजाको सही आनन्द आउने दामी खालको भ्यू पनि देख्न सकिन्छ यहाँनिरबाट। जति माथि गयो त्यति राम्रो राम्रो भ्यूहरू देख्दै हेर्दै हिँड्न सकिन्छ। एकदम असम चाहिँ मकनपुर पर्छ भने यो हाम्रो त्यो यो ठुलो यो चुच्चो डाँडा चाहिँ पुरै धादिङ जिल्ला पर्छ है गाइज। चालले उकालो चाहिँ चढ्नुपर्छ गाइज। हाम्रो यो भ्लगहरूमा चाहिँ प्रायः जस्तो धेरै उकालै चढ्ने खालको भ्लग हुन्छ हाम्रो। ट्रेकिङ स्टाइलको मजाले डाँडा चढ्ने हो गाइज, केही टेन्सन छैन। मजाले डाँडा चढ्ने अनि राम्रो मजा लिने। डाँडा चढे पनि हामी चाहिँ थाकेका पनि छैनौँ। त यो डाँडा चढिसकेपछि चाहिँ के हुन्छ भने त्यहाँ गइसकेपछि चाहिँ यस्तो बबाल खालको त्यो थकाइ सबै मेटिन्छ है। यो उता देखिरहेको डाँडामा जाने हो हामी चाहिँ। हाम्रो गन्तव्य आउनु थाल्यो। एकदम थाकेको पनि छ, एकदम आनन्द। यहाँनिर जति गन्तव्यमा आयो त्यति नै रमाइलो पनि लाग्दैछ हामीलाई। लोकल ठाउँहरू पनि एकदम पुरानो बस्तीहरू यसो हेर्दाखेरि पनि एकदम यस्तो रमाइलो लाग्ने यस्तो यो मौसमको यस्तो आनन्दको देखिन्छ यहाँनिरको चाहिँ लोकल बस्तीहरू। यहाँनिर यसरी थाकेर लडीबुडी पनि भएको छौँ। हाम्रो टिमको राम भाइ, हाम्रो दाजु, म चाहिँ यहाँनिर एकदम फ्रेस भएर यहाँनिरको यो चाहिँ यहाँनिर आइसकेपछि चाहिँ सैलुङ म चाहिँ पुगेको छैन, त्यहाँनिरको अनुभव गर्न सकिन्छ भन्छन् यहाँनिरको जनताहरू है। हामी आइपुग्यो नि त। अब चाहिँ हामी तपाईँलाई यहाँनिरको एकदम अविस्मरणीय दृश्यहरू देखाउँछ है त गाइज। थकाइ मानौँ। आइसकेपछि चाहिँ तपाईँको एकदम अविस्मरणीय एकदम यहाँनिर चाहिँ यस्तो चौर जस्तो एकदम सम्म डाँडामा ट्याक्क लाएर यस्तो बबाल दृश्य देखिन्छ। यहाँनिर अब निर्माण कार्य पनि हुँदैछ यहाँनिर आइसकेपछि चाहिँ अहिले तत्कालै हामीले यो यतापट्टि यो देखिरहेको यो बादलहरू यो डाँडा पछाडि चाहिँ स्पेसल 10-15वटा हिमालहरू देखिन्थ्यो अरे भन्ने कुरो थियो। तर यो हाम्रो मौसमले गरेर चाहिँ हामीले यो दृश्य खिच्न सकेनौँ, किनभने यहाँनिर तुवालो ला भएर। तर यहाँनिर आइसकेपछि चाहिँ यो पछाडिको एकदम बबाल खालको भ्यू देख्न सक्नुहुन्छ। एकदम नेचुरल आनन्द, एकदम मजा आउने छ गाइज। लुगा ठिक छ। एकदम यहाँनिरबाट चाहिँ यसरी लड्न पनि सकिन्छ। यहाँनिर आनन्दको ठाउँ, मान्छे खुस्केको अवस्था पनि छ। के हो भाइ, ढुङ्गामा ठोके क्या? रिङ्गटा लगाएर यहाँ पुरै ढलिरहेको छ। एकदम बवाल भ्यू देखिन्छ यार यहाँनिरबाट गाइज। यार साँच्चीकै नेपाल एकदम सुन्दर छ यार, बवाल।